हेलो गाइस, कस्तो हुनुहुन्छ तपाईँहरू र सबैजना सन्चै हुनुहुन्छ भनेर आशा राख्दैछु र आज एउटा नতুन भिडियो लिएर आएको छु तपाईँहरूको सामु र कस्तो लाग्छ तपाईँहरू भनिदिनु होला। र म यति सज धजेर यति गरममा नभन्नु न कुर्ती लगाएको छु र त्यति माथि गरम राति रहर लागेको थियो कि मलाई कुर्तीसँग चुन्नी लगाउनुलाई भनेर आज लगाएको छु र म पेन्चेरले जाँदैछु किनकि आज सन्डे हो र आज लास्ट बजार हो र लास्ट बजार तपाईँहरूलाई देखाउन चाहन्छु। र गाइस आजको मौसम हेर्न सक्नुहुन्छ कति जोरको घाम लागेको छ नभन्नु न। र अहिले 5 बेला 3 बजेको छ त्यही पनि यति धेरै घाम झर्केको छ कि त्यही पनि म निक्लेको छु बजार गर्छु भनेर किनकि आज लास्ट बजार हो र कतिवटा सामान लिनु थियो र घरको लागि र आमा पिताको लागि र बाबुको लागि भनेर निक्लिसकेको छु बजार र म बजार पुगि पनि सकेको छु र बजारको भिड हेर्न सक्नुहुन्छ गाइस। लास्ट बजार भनेर होला सायद सबैजना आएको छन् र आज व्यापारीले पनि भाउ घट्छ जस्तै छ र कतिवटा दोकानमा फसी पनि सकेको थियो र कतिवटा कपडा मन पनि पर्यो कतिवटा मन पनि परेन र जतिवटा मन पराएको थियो र फटाफट लिइहालेँ किनकि यति गरममा अरू हिँड्नु सकिन्थेन भनेर जति मन परेको थियो सामान लिइसकेको छु र बाबुको लागि पनि कतिवटा सामान लिएर र सनग्लास पनि एउटा लिदिएँ किनकि पूजा हो नि त नि रहर लाग्छ केटाकेटीलाई भनेर। र गाइस मैले के लिएँ र तपाईँहरूलाई हेर्नु छ भने एउटा कमेन्ट गर्नु होला गाइस। बाई बाई।